Hello everyone, welcome to my YouTube channel New the New Vlog. सृजना सुनार ब्लगमा स्वागत छ सबैजनालाई। अनि आज हामी आएको छौं घर अर्पण कार्यक्रममा। तपाईहरु सबैजनालाई मनैदेखि वेलकम गर्न चाहन्छु। जय मसी एन्ड नमस्ते। आजको मेरो ब्लगमा सबैजनालाई चाहिँ वेलकम र सम्मान छ है त गाइजहरु। स्थगित हुन्छ भने बारेमा बुझ्नुहोस्। नम्बर 4 ज्ञानद्वारा यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्। प्रियहरू, अति उत्कृष्ट र सुन्दर थोकहरूले भरिभराउ हुन्छन्। आज मलाई त्यो भरियो घरमा सबै थोकले भरिभर हुन्छ पास्टर भाइको घरमा। नम्बर 5 बुद्धिमान मानिस को हुनुहुन्छ? बुद्धिमान मानिसको जसले यो घर बनाएको छ त्यसले बुद्धिमान बन्छ, शक्तिमान हुन्छ। ज्ञानी मानिसको सामर्थ्य बढ्दछ। आज त्यो आशिष यो प्रभु आज्ञा हाम्रो पास्टर मोहन र पास्टर आमाको परिवारलाई लागू हुनेछ। अनि 27 मा भनेछ बाहिरको काम पुरा गर। बाहिरको जे जति उहाँले अब सेवा चलाउने, प्रचार गर्ने, बिमारी विश्वासी घरमा गएर प्रार्थना गर्ने, वचन दिने, अतिबुद्धि दिने जे काम भन्नुहुन्छ त्यो बाहिरको काम पुरा गरेपछि अनि त्यसपछि आफ्नो घर बनाऊ भन्नुभएको छ। यो हामी हितोपति सत्तामा पाउँछ। भन्नुभयो तपाईँले छैन भने जसले नयाँ घर बनाउँछ नि यो वचन यही तरिका सिस्टम जाने हो आशिष पाउनको लागि। तपाईले आशिष पाउने इच्छा छ छैन? पाउने इच्छा छ भन्नु न। अर्कै छ आमेन भन्नु, हालेलुया भन्नेको शब्द अलग छ कि है। त्यो म कुनै दिन तपाईहरुको चर्चमा आएर मोहन सरको पाँच चर्चमा आएर बजाइ दिदिए होला। अनि मत्ती 7 नयाँ 24 मा 25 मा यस कारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु जसले आफ्नो घर चट्टान माथि बनायो। हराएको सुनको टुक्रा जस्तो के त्यसलाई मेरो सुन कहाँ हरायो भने खोज्दै खोज्दै लान्छ नि गहिरो रूपले प्रभुको पछि त्यसो खोज्नुपर्छ। चर्चमा गयो हामी हालेलुया गीत गायो तपाईँले माने पास्टर जे भन्छ सुन्ने थ्याङ्क यू भनेर फर्केर आएर त्यो तपाईँहरू जस्तोमा तस्तो हुन्छ। प्रकाशको पुस्तकमा न चिसो न तातो होला कि परमेश्वरको दिलै नजिक छ। बहुत ठुल्ठुलो घटनाहरू आइरहेको छ। तपाईँलाई यो भनौँ भने कुनै दिन भनौँ अहिले नतर्सौँ, यो सबै आशिषको लागि हामी आइरहेको छौँ है। त्यस कारणले यो वचन यी वचन सुन्ने पालन गर्ने जो अघि मैले दिएको हिजो 24 3 4 5 6 7 मा दिएको परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति देऊन्। हालेलुया। तपाईको नयाँ घरको लागि तपाईलाई धेरै धेरै कङ्ग्रेचुलेसन्स। हेलो जेमस। के हुनु नठिक एक्सक्युज मी खाना चाहिँ राख्दै हुनुहुन्छ यहाँनिर। खानाहरू अलरेडी पाकिसकेको छ। म के राख्दै हेलो आमा आमा कङ्ग्रेचुलेसन्स। परमेश्वरले धेरै आशिष दिनुभएको। जयमसी सबैजनालाई जयमसी जयमसी। यो भाटाङ देखाउँदै हुनुहुन्छ। हेलो गाइस बच्चाहरुको ठाउँमा फेरि के गर्छ ब्लग बनाउँदैछ। वाउ अच्छा उहाँको युट्युब च्यानल छ के बजेको भात चाहिँ बसाल्नु उहाँहरू भर्ती हुन आउनुभएको टोलीहरू हो। जय मेसी सबैजनालाई बाई बाई। हाई जय
होइन ऊ हाय यो म्याच मलाई छैन त्यो हेर्नु त आइस मैले के गर्नु छ दास माताजी की जय केटीहरूलाई चाहिँ एकदमै भोक लागेको छ दायाँ बायाँ नदेखेर दममा दम दिइरहेको छ भात है गाइसहरू हेर्नु न हाम्रो चाहिँ खाना खाने पालो आइसकेको छ क्या सबैजनालाई खुवाएर अब हामी खाँदैछौँ अनि बहिनीले पनि भन्नुभयो म कहाँ बस्ने भनेर मैले भने यहाँ आउनु न यहाँ बस्नु भनेर जस रमाइलो भयो अब हामी सबैजनालाई बिदाई पनि गर्दैछौँ गाइसहरू आजको घर अर्पण कार्यक्रम हाम्रो भ्याइसकेको छ र हामीले खानाहरू खाँदैछौँ दिदीहरू जाँदै हुनुहुन्छ जयमसी बहिनी भन्दै हुनुहुन्छ अनि हामीले पनि जुठै हात भए पनि जयमसी रामसँग जानु होला भनेर भन्यौँ है अनि हामी सबैजना केटीहरू एकै ठाउँमा बसेर मजाले कसैले कराईमा कसैले प्लेटमा चाहिँ खाना मजाले दिइरहेको थियो गाइसहरू किनभने एकदमै धेरै भोक लागेको थियो यतिखेरसम्म 10-11 बजिसकेको छ रातिको अनि जोस हजुरबुवाहरूले एकदमै मेहनत गरेर दुःख गरेर यो घर राम्रो बनाउनु भएको थियो त्यही खुसियालीमा हामी सबैजना चाहिँ भेला भएको थियौँ सुषमा बहिनीले चाहिँ घर जानलाई रेडी हुँदै हुनुहुन्छ साग के राखिदिनु भएको छ आमाले पोको धेरै बोक्नु भएको छ अहिले एकछिनमा बाई गर्नुहुन्छ आमाले पनि बाई गरिसक्नुभयो दुवैजना मित्रहरूको चाहिँ एकअर्का एकदमै फेभरेट हो त्यस्तै कारणले एकअर्कालाई बाई गरिसकेको छ अनि एकछिनमा म पनि निस्किन्छु अनि निकै राम्रो लाग्यो एकदम एकान्त ठाउँमा सुन्दर घर चाहिँ हाम्रो बाजे र बजेले चाहिँ बनाउनु भएको छ परमेश्वरले अझै उहाँहरूलाई आशिष दिनुभएको होस् अब हामी सबैजनाको चाहिँ घर अर्पण कार्यक्रम भयो भने त्यति ठुलो धुमधाम त गर्दैनौँ तर पहिलो प्रथम चाहिँ परमेश्वरले आर्थिक कुराहरू जुटाउनु भएको उहाँलाई चाहिँ धन्यवाद दिन्छौँ र प्रार्थना गर्छौँ यो नै हाम्रो लागि चाहिँ एकदमै उत्तम कुरा हो क्रिस्चियनहरूको लागि अनि यहाँनिर हजुरआमाले मलाई पनि भन्दै हुनुहुन्छ भाइ भाइ नातिनी राम्रोसँग जानु भनेर मैले पनि हजुरआमालाई भने भाइ हजुरआमा बाई फेरि भेट्नुपर्छ नेक्स्ट ब्लगमा भने बाई एभ्रिवान।